हेलो गाइज, गुड मर्निङ। यो हाम्रो गाउँमा बे चल्दैछ। आज बेको दृष्टि तपाईँहरूलाई देखाउँदैछु। भिडियोको एन्सर पनि बस्दिनु होला, कस्तो गरेर चल्नु हुँदो रहेछ भन्ने कुराहरू सबै कुरा यहाँ देखाउने छु है। रातिको 2 बजी हो। लामो बाटो हुनाले गर्दाखेरि अब बेहुलाको घरबाट निस्केर बिदा हुँदैछौँ। रातिको 2 बजी उठेर गाउँको मान्छे सबै आइदिनु भएको छ र हामी बिदा लिनेछौँ। टाढाको बाटो हुनाले गर्दा राति नै उठिएको छौँ र जानुपर्ने साम्सी जोङकाक सिप्सु हागेम है। हामी जन्ती पार्टीलाई बिदा गर्नुको लागि सबैजना आइदिनु भएको छ। दुःख गरेर राति 2 बजी उठेर पनि हामी अब जानेवाला छौँ है। अब यहाँ बेहुलाले बेहुलीलाई सिन्दुर पोते गर्दैछ। आजको दिन राति 2 बजी उठेर सायद पनि यही निस्केर अनि बाहिर अब बिदाबारीको लागि टिकटालो हुँदैछ। हेरिदिनुहोस् है लास्ट सबन कस्तो गरेर चल्दैछ हाम्रो यहाँ न्यामृतहरू फ्राईको। यस्तो गर्नु पर्दो रहेछ है गाइज। हाम्रो नाना साइली चाहिँ नाचेकै खुसीले सपनामा नाचेको हो कि न विपनामा हो। हाम्रो खिदी पनि 2 जना रेडी छ थुम्चे बोक्नलाई। अब बिदाबारी टिकटालो पनि भइहाल्यो। लामोको बाटो छ, बाटो लामो छ, निन्द्रा झुल्छौँ होला। जानुपर्ने चाहिँ निकै टाढो हो गाइजहरू। हेरिदिनुहोस् बाटोमा कसरी जाँदैछौँ हामीहरू भन्ने कुराहरू देखाउनेछु। यहाँनिर बाटो लाग्यौँ। अब बाटोमा हेर्नुहोस्, इन्डियाको बाटोमा इन्डियाको बाटोमा पुगिसकेको छौँ हामीहरू र ट्रेन भेटियो। यस्तो देखाइदिएको हजुरहरूलाई सिप्सु जाने बाटो इन्डियामा यस्तो छ है गाइसहरू। पर पुगेको दृष्टि देखाउने छौँ। अब एकछिनमा पुग्नेछौँ। कन्टिन्यू भइरहनु होला भिडियोमा। यहाँ उहाँ पुगेको अवस्था, रातिको अवस्था छ। नाच्ने जग्गामा रहेछ। नाच्नेहरू पनि भेला हुँदैछ। हामी त हेर्नु आएको छौँ र नाच्नेहरू पनि आएकै जस्तो छ। नाच्यो भने देखाउँला। हामीहरू जन्ती पार्टीहरू रमित हेर्नु आएको, खोइ नाच्नु पनि नाचिएन कोही पनि। आफू नाचौँ बिरानो ठाउँ भएछ, हेर्नु चाहिँ आएको छौँ खै। यो चाहिँ गाइज भोलिपल्ट अब फर्किने बेला भएको छौँ। बेहुलाले बेहुली जितेर लाने अवस्था हो यो र लास्ट बिदाबारीको लागि यहाँ पर्सिनेको काम र टिकटालो हुन्छ अलिअलि र बिदा लिनेछौँ हामीहरू। बेहुलीको लास घर अब यो बडाको घर रहेछ। ठुलो बडाको घरमा लास। यहाँदेखि बिदाबारी हुनेछौँ। भिडियोमा भइरहनु होला, हेरिदिनुहोस् लाससम्म कस्तो गरी हाम्रो राईको न्यामृत हुँदैछ भनेर सबै कुरो यहाँ देखिनेछ। अब चाहिँ भने जन्ती पार्टीको लास बिदाबारी डान्स नगरी नहुने भएर यहाँ गरिँदैछौँ। बिदाबारी डान्स है यो चाहिँ जन्ती पार्टीको। नचाइ चाहिँ ओके छ है। लास्ट बिदाबारीको डान्स जितेरै लगिएको छौँ बेहुलीलाई हामीले। सिप्सुबाट अब बाटो लागिनेछौँ हामीहरू सर्बङ जोङखाक।
चाम्तिलिङ्गयोकमा आइपुग्ने छौँ है हामी सबैजना। र भन्दै भन्दै सर्पङजोङखाकमा पस्यौँ र भोलिपल्ट फेरि माइती पार्टीको डान्स, बिदाबारी डान्स माइती पक्षबाट लास बिदाबारी उहाँको चेलीबेटीलाई छोडिराखेर बेहुलाको घरमा र माइती पार्टी फर्किनेको अवस्था हो यो लास। डान्स नगरी नहुने फेरि, अनि डान्सले बिदा लिँदैछौँ। हेरिदिनु डान्स चाहिँ एकदम पर्फेक्ट छ है, पर्फेक्ट नचाइ चाहिँ। त्यहाँबाट बेहुला बेहुलीको दुईटै ग्रुपको नचाइ छ, सोल्टिनीहरूको नचाइ ऊ अब सोल्टीले सोल्टिनीलाई भेटेर डान्स हुन्छ ओके यहाँनिर रमाइलोसँगको डान्स हुँदैछ। बिदाबारीमा खुसीको डान्स, खुसियाली र छोडेर जानु पर्दा अलिक दुःख पनि हुँदै होला कसैलाई। त्यसै भन्दा भन्दै अब लास्ट अन्तिममा आइपुगेछ भिडियोको पनि। र भिडियो हेरेर तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला गाइस। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।